हेलो साथीहरू, वेलकम छ सबैजनालाई मेरो मिनी ब्लगमा। आज चाहिँ हामी बनाउँदैछौँ मोमोको लागि चाहिँ सबै सामानहरू रेडी गर्न सुरु गरिसक्यो। यता दिदीले पिठो मुस्दै हुनुहुन्छ अनि म चाहिँ किमा बनाउन सुरु गरेँ। किमा चाहिँ मासुको किमा बनाएको थियौँ हामीले चाहिँ, अनि दिदीले अचार बनाउनु भयो, एकदम राम्रो छ। त्यसपछि हामीले सुरु गर्यो मोमो बनाउन। छुट्टीमा त हो मिठो मिठो बनाएर खाने है। त्यसपछि हामीले चाहिँ मोमो पकाउनलाई सुरु गरिसक्यो। दिदीले चाहिँ एकदम राम्रो बनाउनुहुन्छ कि, म चाहिँ किमा बनाउने, पिठो बेल्ने, त्यही हो। अनि मोमो चाहिँ फाइनली पाकिसक्यो अनि हामीले खायो, टेस्ट गर्यो। कति धेरै मिठो भएको थियो है। छुट्टीमा त हो नि मिठो मिठो बनाएर खाने, त्यही हो। 1-2 दिन छुट्टी हुन्छ अनि छुट्टीमा फ्री भएपछि हामी बनाएर खान्छ। अनि थोरै पिठो उब्रेको थियो कि, त्यसको चाहिँ के बनाउने भन्दा त जुनुले थुक्पा बनाउन सुरु गर्यो। थुक्पा यस्तो भयो।